नाम जोसन कार्की हो, घर विराटनगर होइन। अनि तपाईँहरू कुन ठाउँबाट हो, कहाँबाट हो, कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु है त। यो चाहिँ घिनाघाट हो होइन, वेयर हाउस भन्छ यसलाई। कस्तो घाम लाग्यो यार एक्कासी। घाम छ त, घाम लाग्दैन के लाग्छ। अब चट्ट म र एउटा फुच्चे भाइ मेरो सानो भाइ होइन जाँदैछौँ। के भोक लाग्यो अरे भाइलाई, अब यसो खाजा खानु पऱ्यो नि त होइन। खाजा खानु परेन भाइले, म पनि खान्छु, मैले पनि पऱ्यो नि। घाम चाहिँ एक्कासी लाग्यो यार, आँखै नखुल्ने गरी क्या फेरि। चौचौ पनि खाने चिज हो, खानेकुरा खाने नवीन भाइ हाई भने हाई भन भनेको ल घर सोच। अनि कमेन्टमा सबजनाले होइन के लेख्नु भन्दाखेरि जे मन लाग्छ त्यो लेख्नु, के लेख्नु भन्नु, अब मैले सिकाउनु पर्छ कस्तो यार, मैले सिकाउने कुरा हो। अनि मलाई दाइले भन्छ थियो यार पुरा तेरो भिडियो त ह्युमिलेटिङ भयो पुरा होइन, चेन्ज गरेर तरिका अगडम बगडम भन्ने हुन्थ्यो। ठिकै छ भन्दै गर्नुहुन्छ, म चाहिँ मेरो काम गर्दै जान्छु, आफूले गर्नुपर्ने ठिक गर्दै जान्छु। भाइ दाम हुन्छ यार, तर सेवा पनि हुनु पर्यो। खाजा खायो सेवा खै खाइदिएन। यस्तो घाम हो त कडक कडक टेन्सन क्या अब म्याचको एकै हेर्न मिल्दैन। यस्तो घाम छ नि माछालाई केही पनि हेर्नै सकिँदैन रहेको छैन, भुइँ पनि टल्किरहेछ के घाम छ नि त कडक। कति बज्यो भाइ? मोबाइल हातमै छ हेर्नु न, 4:30 भइसक्यो त, अनि यस्तो घाम छ यार। होला नि अहिले कन्टिन्यू गर्छु ल, यहाँ अगाडि पुगेर।